मरिया नामकी एउटी कन्या थिइन् जसलाई ईश्वरले चुनेका थिए। उनले पुत्र जन्माउने छिन्। पुत्रको नाम यीशु राख्नेछौ, किनभने आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्ने उहाँ नै हुनुहुन्छ। बाँच्न सकूं, म सधैँ बाँच्न सकूं तिम्रै नाममा, तिम्रै नाममा। जीवनको हरेक मोडमा साथ तिम्रो पाऊँ म। जीवनको हरेक मोडमा साथ तिम्रो पाऊँ म। दुर्बलतामा दोषी बनिदा, दुर्बलतामा दोषी बनिदा साथ तिम्रो पाऊँ म, हात तिम्रो पाऊँ म। उहाँले भोकाएकोलाई खाना दिनुभयो, तिर्खाएकोलाई पिउन दिनुभयो, नाङ्गोलाई वस्त्र दिनुभयो, अन्धलाई दृष्टि दिनुभयो। अनि हाम्रो पापको निम्ति उहाँले क्रुसको भारी बोक्नुभयो। म नै पुनरुत्थान हुँ, म नै जीवन। ममा विश्वास गर्नेहरू मरेर पनि जीवित रहन्छन्।